हेलो साथीहरू, यो चाहिँ पेबल बे हो अनि योभन्दा अगाडि मैले भिडियो अपलोड गरेको छु। त्यो चाहिँ अर्को साइडको हो अनि यो साइड चाहिँ म बस्ने साइड हो। अनि आज चाहिँ मैले एकदमै ब्लग बनाउने मुड भयो होइन, मन भयो, त्यही भएर चाहिँ मैले अब बनाउँदैछु। अनि हजुरहरूले यो भिडियो मेरो ब्लग हेरेर चाहिँ अब लाइक सब्सक्राइब गरिदिनु होला। अनि मैले चाहिँ माछा उफ्रिँदै थियो, अब यहाँ चुप्लिङ गर्दै माछा, यहाँभित्र चाहिँ माछाहरू छ होइन, तर फिसिङ गर्नु चाहिँ पाउँदैन है। अनि यताको यस्तो छ, त्यो पर चाहिँ सन्टेक सिटी, परनिर कस्टहरू, यसको चाहिँ अब यसको त उता परैसम्म छ, तर अहिले चाहिँ फ्लावरहरू पनि मजाले फुलिरहेको छ। अनि अब यहाँ चाहिँ अब रात पऱ्यो होइन, अन्त त्यसले गर्दा चाहिँ अब लाइटहरू स्टार्ट भयो। त्यहाँ पर चाहिँ स्टेडियम हो, नयाँ स्टेडियम। अनि त्यो चाहिँ रिभर साइड यस्तो छ। यताको कति राम्रो देखेको हेर्नु त, त्यहाँ पर लाइट पनि सुरु भयो। अनि वकमा मान्छेहरू वकमा हिँड्दैछ, कोही रनिङ, कोही स्लोली वक गर्दैछ। साथीहरू म पनि अब लागेँ है यो बाटोबाट चाहिँ। अब म त्यहाँबाट त्यो बिल्डिङहरू देख्दैछु होइन, म त्यहाँभित्र पस्नेछु। सो यो बाटोबाट चाहिँ अब म वक गर्दैछु। पहिला त म यहाँ डेली इभिनिङ वक गर्न आउँथेँ। आजकल चाहिँ अब सधैँ साथीहरूसँगै हिँड्ने साथीहरू पनि अब सबैजना कता कता गइसक्यो। अनि मन पर्दैन एक्लै। आज चाहिँ धेरै दिन बादमा चाहिँ जानु पऱ्यो भनेर चाहिँ आएको। अब चाहिँ वक गर्नेहरू सबै निस्केको हुन्छ होइन। अनि वक गर्दैछु। यति बेला इभिनिङ टाइममा चाहिँ सबै वक गर्नेहरू म्याक्सिमम् हुन्छ। अनि फ्लावरहरू पनि सेतो सेतो फ्लावरहरू पनि देख्छ। अब चाहिँ घर जान्छु। साथीहरू मेरो भिडियो हेर्नुहोस्।